आज हामी खास यो भाँडा माझ्ने कुरो भातबटी नै लिन भनेर यो मात्रै लिन गएको हो कि खास जान चाहिँ अब त्यहाँ गएपछि के मान्थ्यो रहेछ चक्लेट कलरको पिनट बटर अनि त्यसपछि यसो हेर्दै गएको त फेरि एरियल सरफ पनि रहेछ त्यो एरियल सरफ ल्याउँदाखेरि फेरि यो आउने रहेछ कि त्यो पनि नचाहिँदा पनि यो थियो घरमा हुँदा हुँदै पनि यो लिएर आइयो के अनि यसो हेर्दै जाँदाखेरि फेरि मोइस्चराइजर पनि यसो हेरेको त चाहियो यो खास थियो घरमा अलिअलि नचाहिने खास अहिले आवश्यक थिएन त्यो पनि लिन मन लाग्यो अनि फेरि यो हेरेको त फेरि यो पनि अफरमा राखिदिएको रहेछ यो छ घरमा तै पनि मन मानेन यो पनि ल्याइयो अनि गइसकेपछि यो कुकिज भातबटिनको कुकिज चाहियो भने फेरि नानीलाई फेरि नानीले पनि लिएको भनेर हाल्यो नि अनि त्यो एउटै चिज लिन गएको अनि यो चक्लेट पनि लगाएर के हालिन नि चक्लेट त हो एक मुठी त हालिरहेछौ सानो तिमीले त ल यो नचाहिएको चिज एउटा चिज चाहिँदा यति चिज भयो अनि त्यसपछि यो कमरमा हाल्दाखेरि राम्रो होला भनेर यो जस्तै हो के अरे के भन्छ त्यसलाई हर्पिक अनि यो नुहाउने साबुन त्यो पनि ल्याइयो नचाहिँदा के ल्याइयो अनि यो आडे बदाम यो पनि ल्याइयो अनि त्यसपछि अख बराबर अनि यो सनस्क्रिन अनि यो चाहिँ यसो चुरा पोलिस अनि रिमेम्बर यो चाहिँ खटाङ खुट्नु यस्तो गरेर ल एउटा चिज चाहिएको चक्लेट त अझ एउटा छोडी सबैभन्दा राम्रो चाहिँ यो एरियल किन्दाखेरि यो फ्रीमा आयो यो फ्रीमा रहेछ फेरि एरियलकै यस्तो ल एउटा सामान किन्न जाँदाखेरि खास किन्न गएको त यो हो नि त यतिले यो कहानी भनिदिनु न यो कहानी चाहिँ मेरो बुहारी राम्रो पाइन्छ भातबटिनीमा भनेर एउटा ल्याइदिए थिइन् अनि ल नि त भनेर गई अनि पहिला यतैतिरको सानोतिनो पसलमा किनेको त टिकेन अनि भातबटिनीकै टिप्ने रहेछ टिक्ने रहेछ जस्तो लागेर गयो एउटा लिन जाँदा यत्रो सामान ल्याइयो माइजूले ल्याइदिनु भएको राम्रो रहेछ जे होस् ल